झापाली स्टाइलको ट्वाक्कको चटपटे बनाएर खान मन लाग्यो आज मलाई साथीहरू। अनि कति दिनदेखि मैले खान खोजिरहेको थिएँ अनि मेसो नमिलेको कि कहिले कता गइरहने अनि मेरो हात दुखिरहेछ अनि थेरापी गर्न जानुपर्ने अनि मेसै नमिलेको कि यो खाजा बनाएर खाने मेसो पनि नमिलेको। आज चाहिँ बनाएर खान्छु भनेर मसला भुट्न थालेँ। मसलामा चाहिँ मैले बाँको जिरा धनियाँ अनि त्यसपछि तोरी अनि सुकी खुर्सानी मात्रै राखेर भुट्छु कि मलाई चाहिँ धेरै थरीको मसलाहरू राखेको चाहिँ मन पर्दैन, त्यही भएर यति मात्रै राखेर भुटेँ। मङ बास्ना आएको छ कि अनि यो ठिक्कको भएर यतिको भुट्यो हेर्नुहोस् त। त्यसपछि अर्को भाँडामा राखेर चाहिँ मैले सेलाउनको लागि एकैछिन छोडिदिएँ। एकैछिनमा सेलाएको थियो कि त्यसपछि यो ओखलीले कस्तो क्युट छ हेर्नु। यो ओखली मैले अलि अस्ति किनेर ल्याएको, कति सजिलो पिसिँदो रहेछ कि ओखलीमा। पिस्न कति सजिलो, चटनी पिस्न पनि हुने अनि कहिलेकाहीँ तिल भुटेर पिस्न पनि हुने। अब यस्तो मसलाहरू थोरै मसलाहरू पिस्न पनि एकदमै सजिलो, कति सजिलो भएको छ। अनि यो मसला पनि रेडी गरेँ मैले, चटपटी मसला मजाले पिसिएर मसिनो भएको थियो कि यो मसला चाहिँ कस्तो बास्ना आएको थियो, हरर बास्ना आएको थियो साथीहरू। तपाईँहरूले पनि बनाउनु, कस्तो मिठो हुन्छ। चटपटे मसला चाहिँ बनाएर राख्नु कि चटपटे खाँदा एकदमै मिठो स्वाद आउँछ कि जे भने पनि चटपटे मसला राखेको अर्कै हुन्छ। अनि एक्कासी दिदी भिनाजु आउनुभयो कि म त छक्कै परेको। अनि दिदी भिनाजु आएपछि चिया पानी दिएँ, त्यसपछि गइहाल्छु भन्नुभएको थियो। अनि खाजा खाएर जानु भनेको त होइन, टाइम लाग्छ, नानी बाबु आउने बेला भयो भन्नुभयो कि। अनि त्यसपछि मैले 15-20 मिनटमै बनाए भएन भनेर मैले चाहिँ यतातिर पुवा बनाउन थालेँ। चामलको पिठोलाई भिजाएर साइडमा राखेँ, त्यसपछि ग्यास अन गरेर कराई बसालेँ अनि घिउ राखेँ अनि सोप फुराएँ अनि त्यसपछि थोरै बेसार पनि फुराएँ अनि अघि भिजाएर राखेको पिठोलाई पनि राखेँ थिएँ। अलिकति पुग्यो अनि मैले पछिबाट सफा गरेँ। त्यसपछि चलाउँदै पकाउने हो कि साथीहरू। तपाईँहरूले चाहिँ यो पुवा बनाउँदा खालि बिग्रिन्छ भन्नुहुन्छ कि कति दिदीबहिनीहरूले, कति सजिलो हुन्छ पुवा बनाउन। म त धेरै जसो पुवा बनाइरहेको हुन्छु कि घरमा। अनि यो चलाउँदै पकाएपछि यो कराईबाट छुट्छ कि पाक्दै गर्दाखेरि यो कोर्दै पकाउनु मजाको बन्छ। नातिकन बनाउनुपर्छ। अनि अलिअलि फुरफुर्ती भएपछि अनि बल्ल यसलाई छोपेर लो हिटमा 2-3 मिनट पकाउनको लागि छोडिदिने हो कि अनि मजाको बन्छ पुवा। अब मैले आज चटपट बनाउन सोचेको थिएँ, हेर्नु न अब एक थोक सोचेको एक थोक बनाउँ कि अनि अब पुवा बनेपछि त अब पुवा नै खाइन्छ होइन। अब चटपटे चाहिँ अब अर्को भिडियोमा त हेर्ने होला नि, बनाउनु त बनाउँछु मैले अहिले। अनि यो चाहिँ रेडी भइहाल्यो कि अनि एकैछिन छोपेर पकाएँ, त्यसपछि चिनी राखेर यो चाहिँ पर्फेक्टली रेडी भएको छ। हेर्नु कस्तो मजाको देखिएको छ। त्यसपछि मैले दिदी भिनाजुलाई अनि आमालाई दिएँ। एकदमै मिठो भएको छ भन्दै खानुभएको थियो कि दिदी भिनाजुले पनि। अनि कति रमाइलो भएको, एकैछिन आउनुभएको थियो, छोटो मिठो भेटघाट भयो, रमाइलो पनि भयो। ओके, थ्याङ्क यू फर वाचिङ साथीहरू।